आज हामी कुरा गरौँ डिजिटल डिटक्सको महत्त्व। डिजिटल डिटक्स किन गर्न आवश्यक छ भन्ने कुरा बुझ्न यसको महत्त्वलाई थाहा पाउनुपर्छ। 1. मानसिक स्वास्थ्य सुधार गर्न। लगातार सूचना प्रवाहले दिमागमा थकान र तनाव उत्पन्न गर्छ। सामाजिक सञ्जालमा समय बिताउँदा तुलना, जलन र चिन्ता बढ्न सक्छ। डिजिटल डिटक्सले मस्तिष्कलाई विश्राम दिन्छ र मानसिक शान्ति दिन्छ। 2. शारीरिक स्वास्थ्य सुधार गर्न। धेरै समय स्क्रिनमा हेर्दा आँखामा समस्या, ड्राई आई सिन्ड्रोम र निन्द्राको कमी हुन्छ। ग्याजेट प्रयोग गर्दा गलत आसनले घाँटी, पिठ्यू र कम्मर दुख्न सक्छ। डिजिटल डिटक्सले यी समस्या कम गर्छ र शारीरिक स्वास्थ्य सुधार गर्छ। 3. वास्तविक सम्बन्ध सुधार गर्न। धेरैजसो समय मोबाइलमा बिताउँदा पारिवारिक र सामाजिक सम्बन्धमा दूरी उत्पन्न हुन्छ। डिजिटल डिटक्सले परिवार र साथीहरूसँग प्रत्यक्ष सम्बन्ध बढाउन समय दिन्छ। 4. उत्पादकता बढाउन। डिजिटल उपकरणले ध्यान भङ्ग गर्छ र समयको दुरुपयोग गराउँछ। डिजिटल डिटक्सले समय व्यवस्थापनमा सुधार ल्याउँछ। 5. आत्मनिरीक्षण र रचनात्मकता बढाउन। अनलाइन समय घटाउँदा व्यक्तिले आफ्नो रुचि, लक्ष्य र प्राथमिकतामा ध्यान दिन सक्छ। यसले रचनात्मकता र आत्मनिरीक्षणलाई प्रोत्साहन गर्छ। व्यक्तिले आफ्नो रुचि, लक्ष्य र प्राथमिकतामा ध्यान दिन सक्छ। यसले रचनात्मकता र आत्मनिरीक्षणलाई प्रोत्साहन गर्छ। डिजिटल डिटक्स कसरी गर्ने? डिजिटल डिटक्स गर्नका लागि तलका तरिकाहरू अपनाउन सकिन्छ। 1. निश्चित समय तोक्नुहोस्। हरेक दिन केही समय जस्तै बिहान र बेलुका मोबाइल र अन्य ग्याजेटबाट टाढा बस्ने नियम बनाउनुहोस्। डिजिटल उपकरण प्रयोग गर्न नो स्क्रिन टाइम तोक्नुहोस्। 2. सूचनाहरू बन्द गर्नुहोस्। स्मार्टफोनका अनावश्यक नोटिफिकेसनहरू बन्द गर्नुहोस्। सूचनाको आवधिक प्रवाह रोक्नाले ध्यान केन्द्रित गर्न मद्दत गर्छ। 3. सामाजिक सञ्जालको सीमित प्रयोग गर्नुहोस्। दिनमा 1 वा 2 पटक मात्र सामाजिक सञ्जाल प्रयोग गर्ने नियम बनाउनुहोस्। प्रयोगका लागि निश्चित समय सीमा तोक्नुहोस्। 4. ग्याजेट मुक्त क्षेत्र बनाउनुहोस्। सुत्ने कोठा वा खानाको टेबल जस्ता ठाउँलाई ग्याजेट मुक्त क्षेत्र बनाउनुहोस्। यसले परिवारसँग समय बिताउन र शान्ति महसुस गर्न मद्दत गर्छ। 5. वैकल्पिक गतिविधिमा ध्यान दिनुहोस्। पढ्ने, लेख्ने, व्यायाम गर्ने वा प्रकृतिसँग समय बिताउने बानी बसाल्नुहोस्। नयाँ सिप सिक्न वा पुराना रुचिहरू पुनः जीवन्त बनाउन प्रयोग गर्नुहोस्। 6. डिजिटल फास्टिङ गर्न प्रयास गर्नुहोस्। हप्तामा 1 दिन जस्तै आइतबार डिजिटल उपकरण प्रयोग नगर्ने अभ्यास गर्नुहोस्। यो समय आत्मनिरीक्षण र नयाँ योजनाका लागि प्रयोग गर्न सकिन्छ। डिजिटल डिटक्सका फाइदाहरू। डिजिटल डिटक्सले जीवनका धेरै पक्षहरूमा सकारात्मक प्रभाव पार्छ। 1. मानसिक शान्ति र ध्यान केन्द्रितता। मस्तिष्कलाई आराम दिन्छ र चनाखोपन बढाउँछ। ध्यान केन्द्रित गर्न सजिलो बनाउँछ। 2. शारीरिक स्वास्थ्य सुधार। आँखाको तनाव कम गर्छ।